मतलब तपाईँ पनि यो महेशहरू ठिक छैन भन्ने लाइन नै हो। त्यही लाइन। अच्छा ठिक छ भनेपछि के हाम्रो लाइन मिल्यो? हाम्रो लाइन त एकै हो नि, एउटै लाइन हो नि, हामी एकै लाइनको चाहिँ टिम हौ। अनि यिनीहरूले त महेशहरूले त होइन, केपी बाहरूले त होइन र 2082 05 23 24 अघिकाहरूले त अपराधी भन्छन् त यो चाहिँ नि जेनजी आन्दोलन क्रान्ति वा विद्रोहलाई। अनि म छक्क पर्छु त। श्रीमान तुम्हाम्बे चाहिँ कता हुनुहुन्थ्यो? श्रीमान तुम्हाम्बे 2082 05 23 गतेमा माइती घर मण्डलामा जेनजीहरूको आन्दोलनको भिडमा थियो। अब श्रीमान तुम्हाम्बेले राजनीतिमा आउनको लागि कस्ता कस्ता गृह कार्य गर्दै हुनुहुन्छ त? म एकजना छु यो देशमा है, एक्लो, र देश पनि अहिले एक्लो छ। मैले भन्नु खोजेको के हो भने म देशको लागि छु होइन, र म जस्तोहरूको सङ्ख्या 3 करोड प्लस हुनुपर्छ यो देशमा, अनि देश बन्छ होइन। किनभने म आफू 1 नम्बरमा होइन, देशको लागि हो भने मृत्यु स्वीकार्ने मान्छे म हो होइन। अनि म जस्तोको सङ्ख्या जब बढ्दै जाँदैन तब त देश यस्तै नै हो। यी काङ्ग्रेस, एमाले, माओवादी, राप्रपाका शीर्ष नेताहरूले कि बुरा पैसा लिएर चाहिँ राजनीतिमा आएका हुन् त? यिनीहरूको परम्परा लगभग त्यही हो, यिनीहरू त्यसरी नै आएका हुन्। प्लेन हाइज्याक गरेर होइन, अथवा चाहिँ अपराधमा संलग्न भएर पहिला पैसा कमाउने होइन, अनि चाहिँ राजनीतिक शक्ति हातमा लिने। त्यो पैसा पहिला कमाउने अनि राजनीतिक शक्ति हातमा लिने कार्य चाहिँ मबाट हुन सकेन, हुँदैन पनि। त्यसले गर्दाखेरि असम्भव जस्तो लाग्छ।